विद्यादेवी भण्डारीको पोलिटिक्समा आएको चर्चा चाहिँ अहिले मार्केटमा गरम गरम विषय छ। अब कसैले भनिरहेछन् केपी ओलीको दिन सकिए, पार्टी अब खतरा तरिकाले अगाडि बढ्छ, पार्टी सशक्त बन्छ, नेताहरू सबै अब विद्या भण्डारीलाई सपोर्ट गर्छन्। कुरा एउटा चाहिँ के साँचो हो भने अरू जे भए पनि यो वितृष्णाको लागि त एकदम राम्रो विषय हो हैन। केपी ओलीको एउटा त दम्भलाई चाहिँ चिर्नको लागि सब नेताहरू विद्या भट्टराईको पछि लाग्छन्, एक ढिक्का बन्छन्। तर केपी ओली पनि चान्चुने खेलाडी त होइन, खत्रै खेलाडी हो पोलिटिक्सको। उसले के गरिरहेछ त विद्या भण्डारीलाई अगाडि ल्यायो। अब विद्या भण्डारीलाई अगाडि सारिसके पछाडि अब मार्केटमा के छोडिदिन्छ भने यिनीहरूको त्यो टकराव चाहिँ कायम राख्छ उसले। त्यो टकरावको बिचमा चाहिँ आफूले खेल खेल्छ। विद्या भण्डारीलाई चाहिँ पार्टी अध्यक्ष बनाउँछ, संसदीय दलको नेता विद्या भण्डारी। त्यसपछि आफू के हो त राष्ट्रपतिको लाइनमा। अब राष्ट्रपति हुनको लागि त अब त केही छैन, बाँकी सब पोलिटिक्समा गर्ने जति गरिसक्यो। अब राष्ट्रपतिको पद खाएर आरामले बसेर मर्ने बेलामा पद छँदै मर्ने चाहिँ केपी ओलीको सपना। त्यो कसले पुरा गर्छ त विद्या भण्डारीले। अब विद्या भण्डारी के हो त प्रधानमन्त्री र केपी ओली राष्ट्रपति। जताबाट पनि त्यो जन्जाल आफ्नै पक्षमा पार्ने केपी ओलीको भयङ्कर ठुलो रणनीति। अब यो चाहिँ मेरो व्यक्तिगत विचार। यो हुँदाखेरि के भयो त पार्टी पनि बलियो। अब नेताहरू सबै कता, पार्टीको नेताहरू कता विद्या भण्डारीको पछाडि, विद्या भण्डारी कता त केपी ओलीको पछाडि। पार्टी कसको? केपी ओलीको। यस्तो जन्जाल बनाइदिएको छ, यस्तो जन्जाल बनाइदिएको छ, मान्छेले बुझ्दैनन्, आफ्नै धारणाहरू बनाइरहेछन्। यो खेल चाहिँ केपी ओलीको डेन्जर खेल छ है। ल